हेलो एभ्रिवान, स्वागत छ मेरो अर्को भिडियोमा। हजुर सबैजनालाई र कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्दैछु सन्चै हुनुहुन्छ। म पनि सन्चै छु र यहाँ चाहिँ म ब्याग खाली गर्दैछु है साथीहरू। अब माइतबाट त अस्ति आएको, तर पानी पर्नाले गर्दा कपडा धुलाइ भएकै थिएन। अनि यहाँ चाहिँ म कपडा धुलाउनुलाई निकालेरै धुलाउनु पनि थालेँ। अब घुम्नु चाहिँ मजा आउँछ होइन, घुमेर आइसकेपछि यस्तो चाहिँ गर्नु चाहिँ यति गाह्रो लाग्छ नि धुलाउनु चाहिँ। अब के गर्नु, अब धुलाउनै पर्यो है। त्यही भएर म चाहिँ फटाफट यहाँ कपडा धुलाउँदैछु। आज चाहिँ घाम मजाले लागेको छ र हजुरहरूकोतिर चाहिँ घाम लागेको छ कि छैन भन्नु होला है। मेरो कपडा पनि धुलाइ भइसक्यो र सबै सुकाउनलाई छोडिदिएँ। अब घाममा मजाले लागेको छ। अनि यहाँ चाहिँ अब किचनमा पसेको, अब खाना बनाउनु, दिनको खाना बनाउने बेला पनि भइसकेको छ। र अझै लाउ काटेर बसाएर मैले चिउरा कच्चुको गुबा टिपेको थिएँ। अब हिजै अलिकति टिपेको थियो, अहिले झनै कम्ती भएछ। र यहाँ चाहिँ मुसुरी दाल हालेर बनाउँछु। टमाटर मुसुरी दाल हालेर एकछिन सिटी मार्नु छोडिदिएको छु है। र यता चाहिँ मेरो लाउको सब्जी पाकेर रेडी भइसकेको छ। र यहाँ चाहिँ सजना पकाउँदैछु। र मलाई चाहिँ यति मनपर्छ सजना। हजुरहरूलाई चाहिँ मनपर्छ कि पर्दैन भन्नु होला। र यता मेरो दाल पनि रेडी भइसकेको छ, बोइलिङ भइसक्यो। अब यसलाई तड्का लगाउनु पर्छ। र यता चाहिँ म टमाटर बनाउँदैछु तड्का लगाउनुको लागि। र यहाँ हेर्नु सक्नुहुन्छ मेरो भइ पनि सक्यो है। यति राम्रो भएको थियो, तर कच्चु चाहिँ कम्ती भयो, अब थोरै थियो। अनि यता चाहिँ सजना पनि पाकिसकेको छ है। र बाहिर हेरेको त कपडा पनि सुकिसकेको छ। र ल्याएर यहाँ चाहिँ म मिलाउन थालेँ। साडी अब फटाफटी मिलाएर राख्दा त काम सकिहाल्छ होइन। र यो चाहिँ हेर्नु न, मिसोबाट अस्ति नै अर्डर गरेँ, यति राम्रो लाग्छ नि यसमा चाहिँ साडी राख्नु। यहाँ एकदमै 10वटा साडी आँट्दो रहेछ हौ। र अर्कोमा चाहिँ पेटिकोट ब्लाउजहरू हालेर राखिदिएँ मैले चाहिँ। अनि मेरो काम पनि सक्यो अब। र किचनको काम पनि, खाना बनाउनु सकेँ। र आजको लागि चाहिँ यति नै। फेरि भेटौँला अर्को भिडियोमा। भिडियो चाहिँ